ल यो क्वेसन पढ्नुस् है तपाईसँग एउटा कन्केभ मिरर छ अ क्वाइन 2.54 सेन्टिमिटर इन डायमिटर हेल्ड 254 सेन्टिमिटर फ्रम द आई तपाईको यहाँनिर आँखा छ हैन यहाँ आँखा भयो क्वाइन 2.54 सेन्टिमिटर इन डायमिटर एउटा कुनै क्वाइन छ जुन क्वाइनको डायमिटर कति छ 2.54 सेन्टिमिटर छ इन डायमिटर जस्ट कभर्स द फुल मुन गरे यतापट्टि चन्द्रमा छ भनी यहाँबाट यसरी ठ्याक्क यहाँनिर तपाईँको आँखामा पर्यो भने रे अफ लाइट चन्द्रमा के हुने भयो पुरा ढाकिने भयो चन्द्रमा के भयो पुरा ढाकियो भनेपछि यो क्वाइनले तपाईँको आँखामा बनाएको एंगल र चन्द्रमाले तपाईँको आँखामा बनाएको एंगल के छ एउटै हुन्छ सेम हुन्छ चन्द्रमाबाट आएको रे अफ लाइट भन्नु र क्वाइनबाट आएको रे अफ लाइटले जुन डिरेक्सन लिइरहेछ छेक्नको लागि हैन त्यो सेम छ एउटै छ यहाँ पर्ने भयो भनेपछि अब आई जस्ट कभर्स द फुल मुन भयो भनेपछि यो भयो यहाँ क्वाइन छ 2.54 सेन्टिमिटरको अब यो 254 सेन्टिमिटर टाढा छ क्वाइन भनेपछि चन्द्रमा त यता कतै छ हेर्नु अब यसले ठ्याक्क छेक्नको लागि त यसरी आउन पर्यो नि त रे अफ लाइट हैन चन्द्रमाबाट आएको भन्नु र यहाँ जस्ट क्वाइनबाट आएको भन्नु कुरा के भयो एउटै भयो यसरी आयो यी भनेपछि अब चन्द्रमा त कहाँ हुन्छ इन्फिनिटीमा हुन्छ हेर्नु भने यहाँनिर जहाँ इमेज बनिरहेछ त्यो पोइन्ट पक्कै पनि के हो त्यो पोइन्ट फोकस हो जहाँ इमेज बन्यो यो पोइन्ट के हो फोकस हो यो पोइन्ट भनेपछि कति भयो भन्नु त फोकस यहाँदेखि यहाँसम्मको दुई कति फोकस भनेपछि अ क्वाइन यति 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 फ्रम द आई रेडियस अफ कर्वेचर 1.27 मिटर भनेपछि यसको आधा 63.5 सेन्टिमिटर आर इक्वल्स टु 2f हो के अरे ल अब भनेपछि त सिद्धिहाल्नु हेर्नु न यो डिस्टेन्स थाहा छ तपाईहरुलाई हैन ल अब यो एंगल कति डिग्री हुन्छ यो एंगल थीटा भनौं थीटा आई इक्वल्स टु आर यो पनि कति भयो थीटा ल अब माथिको ट्रायंगल हेर्नु त एबीपी हेर्नुस् tan थीटा इक्वल्स टु p by b गर्नुस् अर्को ट्रायंगल हेर्नुस् tan थीटा इक्वल्स टु p by b गर्नुस् अब दुईटै के हुनु पर्यो इक्वल हुनु पर्यो यो नै के भयो साइज अफ इमेज ल पहिलो केसमा यो क्वेशन पढ्नुस् त पहिलो केसमा म्याग्निफिकेसन कति छ 2 छ म्याग्निफिकेसन भनेको v by u v इक्वल्स टु 2u दोस्रो केसमा म्याग्निफिकेसन कति दिएको छ म्याग्निफिकेसन हेर्नुस् त म्याग्निफिकेसन 3 टाइम्स भनेको छ कति भनेको छ 3 भने सेकेन्ड केसमा कति भयो u डैश इक्वल्स टु v डैश by इक्वल्स टु कति हुने भयो 3u डैश हुने भयो भनेपछि तपाईसँग एउटा कन्केभ मिरर छ ल यो फोकस भयो यसको यो सी भयो सेन्टर अफ कर्वेचर ल अब यहाँ एकदम ध्यान दिएर हेर्नु है यो अब्जेक्टको यहाँनिर इमेज बन्यो हेर्नु यो अब्जेक्टको इमेज बन्यो यो 2 गुना ठुलो छ पहिलो केसमा m कति छ 2 छ पहिलो केसमा m2 छ पहिलो केसमा है अब ल अब दोस्रो केस पनि हामी हेर्छौं ल अब चाहिँ दोस्रो केसमा म्याग्निफिकेसन कति छ दोस्रो केसमा म्याग्निफिकेसन 3 छ भने अब्जेक्ट कता जाने त अब्जेक्ट चाहिँ तपाईको मिरर तिर जाने कि मिरर भन्दा टाढा जाने त यो छुट्याउनु पर्छ ल हेर्नु m इक्वल्स टु कति हो भन्नु त फर्मुला m इक्वल्स टु v by u म्याग्निफिकेसन बढ्नको लागि v के हुनु पर्यो v इन्क्रिज हुनु पर्यो v इन्क्रिज हुन्छ भने u के हुनु पर्यो डिक्रिज हुन पर्यो भने 1 by f इक्वल्स टु के हुन्छ 1 by u plus 1 by v हुन्छ एउटा मिररको फोकल लेन्थ त के रहन्छ मिररको फोकल लेन्थ के रहन्छ कन्स्ट्यान्ट रहन्छ त्यही भएर म्याग्निफिकेसन बढ्नको लागि इमेज डिस्टेन्स बढ्न पर्यो इमेज डिस्टेन्स बढ्नको लागि अब्जेक्ट डिस्टेन्स के हुनु पर्यो घट्नु पर्यो त्यही भएर अब्जेक्टलाई हामीले मिररतिर लग्यौं नजिकतिर लग्यौं अब्जेक्टलाई नजिकतिर लाने बित्तिकै हेर्नुस् त ल हेर्नु इमेज कता गयो टाढा गयो
इमेज टाढा गयो भनेको अर्थ इमेज डिस्टेन्स बढ्यो, तब न म्याग्निफिकेसन बढ्यो। दोस्रो केसमा यो केसमा म्याग्निफिकेसन कति हो? यो केसमा म्याग्निफिकेसन 2 हो, यो केसमा म्याग्निफिकेसन कति हो? 3 हो यो केसमा है। ल अब तपाईँलाई सिफ्ट अफ अब्जेक्ट इक्वल्स टु वाट भनेर सोधेको छ क्वेसनमा है। अब सिफ्ट अफ इमेज कति भनेर दिएको छ क्वेसनले? 20 सेन्टिमिटर भनेर दिएको छ है। ल अब यो पहिलेको अब्जेक्ट डिस्टेन्सलाई u भनौँ, यो u भयो अब्जेक्ट डिस्टेन्स, पहिलेको इमेज डिस्टेन्स v भयो है। ल अब दोस्रो अब्जेक्ट डिस्टेन्सलाई u ड्यास भनियो, दोस्रो इमेज डिस्टेन्सलाई v ड्यास भनियो भने v ड्यास इक्वल्स टु कति हुने भयो? v प्लस 20, 20 मिटरले सिफ्ट भएको हो 20। अब v भने कति हो? पहिलो केसको v हेर्नु त, पहिलो केसमा m इक्वल्स टु कति हो? v बाई u, म्याग्निफिकेसन 2 हो भने v इक्वल्स टु कति भयो? 2u भयो। त्यही v को भ्यालु ल्याएर कहाँ राखेको? यहाँ 2u गरेको, 2u प्लस 20 भयो है। ल अब फर्स्ट केसको लागि 1/f इक्वल्स टु यति फर्मुला 1/f u प्लस v कति छ? 2u छ, 2 गुणा छ नि त म्याग्निफिकेसन, 1/f इक्वल्स टु 3/2u भयो। अब सेकेन्ड केसको लागि फर्मुला यो भयो है, 1/f u ड्यास प्लस 1/v ड्यास भने कति भयो? 3u ड्यास भयो, किनभने सेकेन्ड केसमा म्याग्निफिकेसन कति छ? 3 छ, 3 भने कति हुने भयो? v ड्यास बाई u ड्यास भयो, v ड्यास इक्वल्स टु कति भयो? 3u ड्यास भयो, v ड्यास इक्वल्स टु है। ल सेकेन्ड केसको यो भने 1/f भनेको कति हो? 3/2u। यसलाई हामीले यहाँनिर सब्स्टिट्युट गऱ्यौँ, यसलाई हामीले सब्स्टिट्युट गऱ्यौँ र यसलाई सल्भ गर्दा कति आयो? 4/3u ड्यास आयो है। यो त्यही फिगर हो, यो त्यही फिगर हो। ल सल्भ गऱ्यौँ हामीले, अगेन 1/f इक्वल्स टु 1 फोकल लेन्थ कन्स्ट्यान्ट हुन्छ, 1/f इक्वल्स टु 1/u ड्यास प्लस 1/v ड्यास गऱ्यौँ, 1/f u ड्यास र v ड्यासको भ्यालु राख्यौँ। फ्रम 1 and 2 तपाईँले सल्भ गर्दा अब्जेक्ट डिस्टेन्स पाउनुभयो तपाईँहरूले 30 सेन्टिमिटर। अब ल कुनै एक ठाउँ राखिदिनुहोस् है, u ड्यास इक्वल्स टु कति आयो? यति आयो भनेपछि सिफ्ट इन अब्जेक्ट डिस्टेन्स कति भयो? हेर्नुहोस् त फिगरमा u माइनस u ड्यास छ, त्यही भएर कति भयो? u माइनस u ड्यास गर्दा कति भयो? 3.34 सेन्टिमिटर भयो। भनेपछि फेरि अब 1/f फोकल लेन्थ निकाल्न मन लाग्यो भने पनि यसरी निकाल्न मिल्छ। अब रेडियस अफ कर्वेचर निकाल्न मन लाग्यो भने पनि r इक्वल्स टु 2f गरेपछि के आउँछ? रेडियस अफ कर्वेचर आउँछ। ल अब तपाईसँग यहाँनिर एउटा फोकल लेन्थ f छ है, लेन्थ अफ रड चाहिँ f/3 छ, कन्केभ मिरर छ। अ थिन रड अफ लेन्थ f/3, यहाँ हेर्नु है, अ थिन रड अफ लेन्थ f/3 लाइज एलङ द एक्सिस अफ कन्केभ मिरर हो। AB मा यसरी बस्यो, ल हेर्नु है, AB मा यसरी बस्यो, यसको लेन्थ कति छ? f/3 छ, यो कति छ? f/3 छ। लाइज एलङ द एक्सिस अफ ए कन्केभ मिरर सच दैट इट्स रियल डिमिनिस्ड इमेज है, यसको इमेज कन्केभ मिररले बनाउँछ अरे। अब सुन्नु है, के हुन्छ भने कता यता कि उता भन्ने हुन्छ। यहाँ हेर्नु, यो कन्केभ मिरर भयो, यता अब्जेक्ट हुन्छ, यतापट्टि के हुन्छ? इमेज हुन्छ। जसो जसो अब्जेक्ट टाढा हुँदा इमेज नजिक छ। हेर्नु, जसै जसै अब्जेक्ट नजिक नजिक आउँछ इमेज टाढा टाढा जान्छ। इमेज मिररको नजिक हुने बेलासम्म सानो बनेर हुन्छ। तपाईलाई थाहा छ नि त, 2f मा पुगेपछि ठ्याक्कै के हुन्छ? बराबर हुन्छ। 2f भन्दा पर गएपछि के हुन्छ? अब इमेज ठुलो ठुलो हुन थाल्छ, इमेज के बन्न थाल्छ? ठुलो बन्न थाल्छ। त्यही भएर अब यहाँनिर प्रश्न आउँछ, ए मा ल्याएर कन्साइड गर्ने कि बी मा ल्याएर कन्साइड गर्ने त भन्ने कुरो कन्फ्युज हुन सकिन्छ। क्वेसनले प्रश्न भनेको छ, हेर्नु त, सच दैट इट्स रियल डिमिनिस्ड इमेज, रियल डिमिनिस्ड इमेज जस्ट टचेस द एन्ड अफ द रड भनेपछि हो यहाँनिर बन्न पर्यो। जस्ट टच भनेको 2f भयो, यो पोइन्ट के भयो? 2f भयो, यो पोइन्ट के भयो? 2f भयो है। ल अब बी को लागि हेर्नु त, u अब्जेक्ट डिस्टेन्स कति भयो ल भन्नु? 2f, यहाँदेखि यहाँसम्म कति हो? 2f हो, प्लस कति हुने भयो भन्नुहोस्? प्लस यो त f/3 हो नि त, 2f प्लस f/3 गर्दा कति भयो? 7f/3 भयो। नाउ अब 1/f फर्म, ल 1/v इक्वल्स टु यति भयो, 1/v आयो, 4/7f आयो,
v equals to 7f/4 आयो। Therefore लेन्थ अफ a dash b dash कति भयो ल भन्नुस् त 2f माइनस कति इमेज डिस्टेन्स कति आयो 7f/4 आयो 7f/4 अनि सबट्र्याक्ट गरिदिनुस् भने कति भयो f/4